नमस्कार सबैजनालाई बाटुलीको नयाँ भिडियोमा स्वागत छ। अगाडिको भिडियोमा चाहिँ हामीले रमेश दाइले चाहिँ बाटुलीभित्र सबै प्रोडक्ट र फर्स्ट प्रोडक्ट कसरी क्रिएट गर्नुहुन्छ त्यो कुरा हेऱ्यौँ। आज चाहिँ हामी रमेश दाइले चाहिँ सप्लायर जस्तै सिङ्गल सप्लायर र एकैचोटि बल्कमा सबै सप्लायर विथ ओपनिङ ब्यालेन्स कसरी अपलोड गर्न सक्नुहुन्छ त्यो कुरा हेर्नेछौँ। यसको लागि चाहिँ रमेश दाइले बाटुलीको मेनुमा गएर यहाँ सप्लायरमा क्लिक गर्नुपर्ने हुन्छ। यहाँ क्रिएट गर्न साथ सिङ्गल सप्लायर क्रिएट गर्नको लागि चाहिँ न्यू सप्लायरमा क्रिएट गरी सप्लायरको नाम जस्तै टेस्ट सप भनेर लेखौँ। यहाँनिर ओपनिङ ब्यालेन्स इन्ट्री गर्न सक्नुहुन्छ। जस्तै आर्थिक वर्षको यदि बिचमा बाटुली चलाउँदै हुनुहुन्छ भने चाहिँ ओपनिङ ब्यालेन्स इन्ट्री गर्न सकिन्छ, या अगाडिको कुनै पनि ड्यू एमाउन्ट छ भने त्यसलाई इन्ट्री गर्न सकिन्छ। जस्तै 50,000 भनेर राखौँ। इमेल पनि लेख्न सक्नुहुन्छ, मोबाइल नम्बर पनि हाल्न सक्नुहुन्छ, भ्याट प्यान पनि हाल्न सक्नुहुन्छ, सप्लायरको ग्रुप पनि क्रिएट गर्न सक्नुहुन्छ र फुल एड्रेस पनि हाल्न सक्नुहुन्छ। जस्तै अहिले अरू फिल्डलाई हामी खाली नै छोडौँ। यसलाई क्रिएट गर्न साथ सप्लायर क्रिएट हुन्छ र यो हामीले यहाँ सप्लायर्समा क्लिक गरेर लिस्ट पनि हेर्न सक्छौँ। र एउटा सप्लायर क्रिएट गरिसके पछाडि धेरैवटा यदि सप्लायर छन् भने चाहिँ यो इम्पोर्ट सप्लायर बटन क्लिक गरेर डाउनलोड स्याम्पल फाइल क्लिक गर्न साथ एउटा यस्तो खालको एउटा फर्मेट हेर्न सक्नुहुन्छ, जुनमा चाहिँ नाम हुन्छ सप्लायरको, ओपनिङ ब्यालेन्स या अगाडिको ड्यू, फोन नम्बर, इमेल र एड्रेस हुन्छ। यहाँनिर जुन जुन इन्फर्मेसन हजुरहरूसँग एभाइलेबल छ त्यो कुरा हजुरहरूले हाल्न सक्नुहुन्छ। जस्तै हामीले चाहिँ अलरेडी यो फर्मेट पनि बनाइसक्यो र यसलाई डाउनलोड गरेर राखिसकेको छौँ। त्यसैले हामी चाहिँ डाइरेक्टली यसलाई इम्पोर्ट गर्न सक्छौँ। जस्तै यो इम्पोर्ट सप्लायर भन्ने बटन क्लिक गरेर यहाँनिर क्लिक गरिसक्न साथ यहाँनिर एउटा सप्लायर लिस्ट भन्ने जुन डाउनलोड गरेको छ यसलाई चाहिँ इम्पोर्ट गर्न सकिन्छ यहाँनिर। र थोरै समय लाग्छ अपलोड हुनलाई। यसलाई सबमिट गर्न साथ केही समय पर्खिनुपर्ने हुन्छ र यहाँनिर चाहिँ सप्लायर इम्पोर्ट सक्सेसफुल्ली भनेर आउँछ र हामीहरूले यो पेजलाई चाहिँ रिलोड गऱ्यौँ भने चाहिँ सबै सप्लायर चाहिँ यहाँनिर देख्न सक्छौँ। जस्तै सप्लायरको टोटल ड्यू यहाँ कति छ, अनि यहाँनिरबाट लेजर पनि एक्सेस गर्न सकिन्छ। जस्तै पे ड्यू क्लिक गरेर यदि सप्लायर फेरि रिटर्न सप्लायरलाई चाहिँ पैसाहरू हजुरहरूले यदि प्रोभाइड गर्नुभयो भने चाहिँ यहीँबाट पनि पेमेन्टहरू ह्यान्डल गर्न सकिन्छ र हामीहरूले यहीँ बाहिरैबाट पनि जस्तै लेजरलाई चाहिँ हेर्न सक्छौँ। जस्तै यसरी यहाँनिर चाहिँ ओपनिङ ब्यालेन्स 50,000, ड्यू ब्यालेन्स भनेको 50,000 भनेर यसरी बस्छ। यो भिडियोमा चाहिँ यति नै। हामी अर्को भिडियोमा चाहिँ रमेश दाइले चाहिँ फर्स्ट कस्टमर र बल्कमा सबै कस्टमरहरू कसरी अपलोड गर्न सक्नुहुन्छ त्यो कुरा हेर्नेछौँ। यसको लागि चाहिँ हाम्रो सबै सोसल मिडियाहरूमा कनेक्टेड रहनुहोला र हजुरहरूलाई पनि रमेश दाइ जसरी नि बाटुली कम्युनिटीमा जोइन भएर बाटुली सँगसँगै आफ्नो बिजनेसलाई पनि अगाडि लिएर जानुपर्ने छ भने चाहिँ आजै आएर बाटुली.com मा आफ्नो एकाउन्ट बनाउन सक्नुहुन्छ। हस्, नमस्कार सबैजनालाई। ह्याभ अ गुड डे।